नमस्कार, के तपाईँ वा तपाईँको परिवारमा कसैलाई फ्याटी लिभरको समस्या छ? यदि छ भने औषधिभन्दा पनि मुख्य समाधान हाम्रो भान्सा र खानपानमै छ। आजको यो छोटो भिडियोमा म भन्दछु के खाने, के नखाने र कसरी खाने, के नखाने, एभोइड गर्ने। चिनी र गुलियो पेय पदार्थ, जुस, कोका कोला र बढी चिया, पहिला यसलाई घटाउनुहोस्। मैदा र रिफाइन्ड कार्बोहाइड्रेट, मोमो, चाउमिन, व्हाइट ब्रेड, चिल्लो, पिरो र तारेको खानेकुरा, रक्सीजन्य पेय त पूर्ण रूपमा बन्द गर्नै पर्दछ। अनि के खाने त? अब कुरा गरौँ के खाने त? हरियो सागपात र फलफुल जसमा फाइबर हुन्छ, फाइबरले लिभरको बोसो पगाल्न मद्दत गर्दछ। ढिँडो, फापर, ओट्स र रातो चामल। हेल्दी फ्याट्स, ओखर, बदाम र ओलिभ ओइल। ग्रिन टी र पर्याप्त पानी। दिनमा कम्तीमा 3 देखि 4 लिटर पानी पिउने बानी बसाल्नुहोस्। अनि कसरी खाने त? अझ महत्त्वपूर्ण कुरा कसरी खाने भन्ने हो। बिस्तारै चपाएर खाने गर्नुहोस्। हतार हतार नखानुहोस्। एकै पटक धेरै नखाने, थोरै गरेर दिनमा 4-5 पटक खानुहोस्। रातको खाना ढिलो नखाने, सुत्नुभन्दा कम्तीमा 2 देखि 3 घण्टा अगावै नै बेलुकीको खाना खाइसक्नु पर्दछ। याद राख्नुहोस्, दैनिक 30 मिनटको हिँडाइ वा व्यायाम र सही खानपानले फ्याटी लिभर सजिलै निको हुन सक्दछ। यो जानकारी उपयोगी लाग्यो भने आफ्ना साथीभाइ र परिवारलाई सेयर गर्न नबिर्सनुहोला। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। अनि यी जानकारीहरू सङ्कलित जानकारी भएकोले यस सम्बन्धमा यहाँले थप अनुसन्धान र सचेतना अपनाई प्रष्ट भएर लागू गर्नुहुन समेत हार्दिक अनुरोध गर्छु। सबैको जय होस्। स्वास्थ्य नै धन हो।